हेलो एभ्रिवान। सो अहिले चाहिँ गुड आफ्टरनुन भइरहेको छ हो। म चाहिँ अहिले भर्खर कलेज छुट्टी भएर आइरहेको छु है। अन्त सो अघि चाहिँ कलेज आज तर कलेज छोडेर अलिकति सरले पनि ढिलो छोड्नु भयो है। त्यहाँबाट चाहिँ म एकछिन यस्तो गरमबाट दोकान गइरहेको थिएँ होइन। सो दोकान चाहिँ किन भन्दा चाहिँ सो तपाईहरुको लागि चाहिँ मैले अर्को एउटा इन्ट्रेस्टिङ भिडियो लिएर आएको छु। सो चाहिँ त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ सो भोलि चाहिँ फ्राइडे। सो भोलि चाहिँ मेरो साथीको चाहिँ रुममेटको चाहिँ बर्थडे छ होइन। सो मैले चाहिँ उसलाई 12 बजी नै विस गर्नुको लागि त केक मगाउनु गएको थिएँ होइन। अर्डर दिइरहेको छु, भरे ल्याउँछु होइन। अन्त सो क्यान्डलहरू चाहिँ लिइरहेको छु, यहाँ ब्यागमा छ, भरे एकैचोटि देखाउँछु हो। अन्त म चाहिँ अहिले चाहिँ यहाँ चाहिँ उयो आइपुगेको छु, रुम आइपुगेको छु होइन। अन्त सो एकजना मेरो सृजना भन्ने साथीले चाहिँ हेल्प गर्नुभएको छ होइन। म चाहिँ यहाँ त्यहाँ मसँग दोकान जानुको लागि अनि अन्त यो चाहिँ म चाहिँ रुम आइपुग्नु आँटेँ। सो अहिले भने चाहिँ अब म एकछिन होइन माथि न्युटिया भएर चाहिँ तपाईँ त्यहाँदेखि आएर चाहिँ म दोकान जान्छु केक लिनुको लागि हो। सो स्टे ट्युन भने नेक्स्ट भिडियोमा भेट्छु तपाईँ एन्ड वेलकम ब्याक अगेन है। अन्त अहिले भन्ने चाहिँ 8:30 हुन आँटेको छ है। अन्त सबैजनालाई गुड इभिनिङ है। अन्त के भन्नु, मैले मेरो भ्लग दिउँसै स्टार्ट गरेको थिएँ है। साथीको बर्थडे छ, साथीलाई विश गर्नुको लागि होइन 12 बजी नै। सो मैले चाहिँ उसको 18th बर्थडे हो होइन। त्यसले गर्दाखेरि चाहिँ सो अन्त म उसलाई चाहिँ सरप्राइज दिनुको लागि चाहिँ सो होइन केक लिन्छु भनेर भनेको थिएँ होइन। रुमहरू चाहिँ एकदम म्याच छ है। आज चाहिँ के भएको थिएन, क्याब आउने बित्तिकै हामी चाहिँ माथि न्युटिया गएको थियो है। न्युटियाबाट आएर चाहिँ अन्त त्यहाँबाट चाहिँ न्युटियामा गएको थियो। न्युटियाबाट आएर चाहिँ अन्त फेरि साथी चाहिँ पर चर्च गएको छ है। अन्त म चाहिँ अन्त साथीसँगै आधी बाटो चाहिँ चर्च गएर चाहिँ उसको साथी गएर चाहिँ अन्त म चाहिँ उसले ढाँट्दै अब ढाँट्नु कर लाग्यो। सो बाई बाई भरे भेट्छु। सो हेलो एभ्रिवान, अहिले भने चाहिँ 11:50 भइसकेको छ होइन। अन्त त्यहाँदेखि यहाँ चाहिँ अब म रेडी गर्नेछु होइन। सो म चाहिँ अचानक बिमार पुरा भएँ होइन। यहाँ चाहिँ मलाई फुड पोइजन भएछ होइन। अन्त अचानक कस्तो साह्रो परिरहेको छ। सो अघिको एक्साइटमेन्ट र अहिलेको एक्साइटमेन्ट चाहिँ मिलेकै छैन होइन। सो र पनि म मेरो होप ट्राई बेस्ट गर्छु हो। अन्त सो तपाईँहरू पनि हेरिदिनु, सपोर्ट गरिदिनुहोस् होइन। अन्त कस्तो लाग्छ, सो मैले कसैलाई फर्स्ट टाइम यो सरप्राइज दिएको हो होइन। सो कस्तो हुन्छ होला। सो यहाँ चाहिँ एक्चुली बेन्टो केक हो यो चाहिँ है। अनि यहाँ चाहिँ यो मैले चाहिँ यहाँनिर साथीको लागि चाहिँ है मगाइदिएको हो। यो चाहिँ एज अ यहाँ बेलुकाको लागि मात्रै हो। मेरोबाट साथीको लागि यति नै हो अहिले बेलुकाको लागि चाहिँ ल। लेट्स सी हो अब के हुन्छ उसको रियाक्सन। अब आइएम भेरी एक्साइटेड होइन। बिमार हुँदै भए पनि सब उसको रियाक्सन हेरौँ है। ऊ चाहिँ पहिला पर फोन चलाउँदै बसिरहेको छ हो। भनेकै छैन थ्याङ्क यू भन्छ गएको अब। सो हेलो एभ्रिवान होइन। मैले चाहिँ यतिखेर चाहिँ अघि उसलाई मेरो फोनमा चाहिँ टाइम अलिकति 5 मिनट छिटो छ होइन। त्यसले गर्दाखेरि चाहिँ मेरो फोनमा चाहिँ अघि 12 बजेर मैले विस गरेँ होइन। सो अहिले यहाँ चाहिँ मैले चाहिँ उसको रुममा चाहिँ ऊ चाहिँ सुतिरहेर चाहिँ फोन चलाउँदै थियो हो। त्यहाँदेखि मैले चाहिँ यहाँ चाहिँ लगेर चाहिँ मेरो फोन चाहिँ क्यामेरा सेट गरिरहेको छु हो। सो यो यहाँको चाहिँ यो क्लिप चाहिँ पुरा लामो भयो। त्यसले गर्दाखेरि चाहिँ मैले अलिक एडिट गरेको छु है। लगेर मैले फोन चाहिँ यहाँ लुकाइरहेको थिएँ क्यामेराको लागि हो। सो यहाँ चाहिँ अब हेरिदिनुहोस् होइन। सो अन्त क्यामेरा रेडी गरिरहेको छु मैले हो। अन्त उसको तेरो फोनमै 12 बजी टक्कै भएपछि म फेरि विस गर्छु भन्दै भनेको छु कि मैले। अन्त उसले मलाई भन्दैछ अब यहाँ हो। अन्त हेर्नुहोस् हो अब के हुन्छ होला होइन। अन्त के भइहाल्यो भने अब मतलब अब मेरोबाट यहाँ केही गल्ती भयो भने सो होइन प्लिज नट भयो त 12 हेलो थ्याङ्क यू दिदी, थ्याङ्क यू।
ला कहिले गरे लै अघि नुसरतसँग जाँदाखेरि लिएर गएको है एक्लै गएको के गर्नु सक्दैन नुसरत म तँलाई कति जोत्नु त्यो कल चाहिँ कसको कल थिएन केक लेखिरहेको थिएँ केक दोकानको नम्बर थ्याङ्क यू सो मच काट्न अब एकछिन म खिच्छु ल एकछिन बर्थडेको क्यान्डल पनि चाहियो चाल भएको थिएन म त थ्याङ्क यू चाल खिच्छु नि यो मलाई याद थिएन नि मलाई नुसरत भनेर पो त ओए उल्टा भयो एट यहाँ छ एट कता यहाँ छ यहाँ हाल्दिउँ न यो म चिज चाहिँ ल्याउने भनेको बिर्सेछु कि अन्त अब आन्टीलाई मागे क्या ल्याएको लाग्दो क्यामेरा हेर यहाँ सेभ गर्ने खगीमा अघि त याद पनि थिएन अन्धेरोमा अन्त त्यो चाहिँ अलिक उयो भएको रहेछ नि है तर पनि बल्छ बोल्नु त ह्याप्पी बर्थडे सक्यो लाइट बाल्छु ल एकछिन काट्न अब ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु अनिशा ह्याप्पी बर्थडे टु यु माया लाग्दो दुईजना मात्रै थ्याङ्क यू क्यान्डल निकालिन्छ है खाना हो केक भयो त मेरो साथीहरू भोलि साथीहरूलाई राख्दैन मैले खाएँ त मैले त तैँले 4 पैसा भनेर कस्तो टेन्सन लागिरहेको थियो खाँदिनँ म यहाँ झन्डै मऱ्यो मात्रै तेरो बर्थडेमा कसरी केक ल्याएर जाउँ सोच्दै थियो त सरप्राइज साँच्चीकै सरप्राइज टिम सक्यो अब सुत्नुपर्छ बर्थडे गरेर सुत्ने अब नसुत्ने बर्थडे घरको याद हेरेँ आमा बाबाको फोटो एडिट गर्दै रुँदै मेरो बर्थडे के भन्दैछ अब चाहिँ सुत्नुपर्छ होइन सुत्नुपर्छ भोलि उठ्नुपर्छ हिजो पनि ढिलो सुतेको छ सुत्नुपर्छ अन्त म चाहिँ ज्वरो आउँदैछ क्या हौ तातो भयो त हौ जिउ त बर्थडे गर्ल गएको म बाई बाई गुड नाइट अब म सुत्दै गएको चाहिँ अब म यहाँदेखि बेसी गर्न सक्दिनँ